बिना गाडी हामी हुन जान पाएन कागज खापुदरा गएर चिठी लिएर आउँछ अहिले नेपालमा हजुरले पनि केन्द्रबाट राजधानीबाट चिठी लिएर आउनुस् हात्तीलाई जेल गर्ने अब एउटा कुरा के हो भनेपछि हामीलाई कुलो यो निकुञ्जभन्दा पहिला बनेको कुलोमा अहिले हामीलाई पुर्जिनमा जानुपर्ने खापुदरा जा भन्ने यहीँको कर्मचारीले तपाईँहरूले पनि यो हात्तीलाई जेल गर्ने हात्तीलाई जेल गरेको हुनुपर्छ मान्छे मार्दाखेरि जेल हुन्छ भने करेन्ट लाग्यो भनेर पुरा बिचराहरू चौधरीहरू चाहिँ जेल गए बिचराहरू कति पैसा जरिमाना तिरे कति वर्ष जेल बसे अन्य अब अहिले तपाईँहरूको जनावरले यहाँ मान्छे हान्दियो अब के गर्ने भन्नु अब पुरा के गर्ने हो तपाईँहरूको विरोध होइन तपाईँको विरोध होइन उसको विरोध होइन हामीले विरोध कसैको गर्दैनौँ किनभने जुन नियमका कानूनका कुराहरू छन् नि त्यसमा राख्नु पर्यो क्या किनभने कानूनले हामीलाई जंगल जान दिँदैन हो हामीलाई चाहिँ कानूनले छेकेको छ तर हामी कारबाहीमा पर्छौँ सबै हाम्रो जनावरले पनि नत्र माथिबाटै पठाउनुहोस् भनिसकेपछि होइन नि हामीलाई संरक्षण गर्नु तपाईँले पनि बरु हामी पनि निकुञ्जलाई पनि संरक्षण गर्छौँ राष्ट्र निकुञ्जलाई पनि संरक्षण नगरे हो र हामीलाई दण्डकालमा हामीले बचाएको निकुञ्जल त हो जनता गयो बेलामा राम्रै नीति निगम नगर्नुहोस् तर सरकारले हेर्ने हामी बर्दिया राष्ट्रिय निकुञ्जले मान्छे मारेर दुई नम्बर क्षेत्रलाई अलिकति सबैले मिलेर एकजनालाई मारौँला सबैले मिलेर तिरौँला 10 लाख के भएर हामीसँग छैन चिसोमा तपाईँको बिना गाडीमा निकुञ्ज जान पाएन कि किन पाएन त बाटो किन तपाईँबाट बन्द गर्नु पर्यो हाम्रो कुराकानी दिने होइन रिजालजी हुनुहुन्छ हाजी सरको उहाँलाई बोलाउनु पानीको आवश्यक छैन 45 यात्रा गाड पठाएर लिएर गएको हो तर जाने बेला किन मेरो गाडीमा साधन जानु पाएन मैले हामीले त्यहाँभित्र गाडी चलाउन पाएन भने निकुञ्जले पनि यहाँ गाडी नचलाओस् के श्रीरामनगरका मध्यवर्तीका कता गए कहाँ सब भत्ता खाने उनके अहिले मैले काटेर बनाएको मान्छेको मार्छु कुरा गर्नु तर अहिले हाम्रो मान्छे जङ्गल किन आउनु भयो उसको एरिया हो नि जनार्दन कोही पनि आएन यो तपाईँको जङ्गल यहीँनिर छन् हाम्रा मान्छे खोइ अहिले एकजना भाइले भन्नुभयो उहाँले भन्नुभयो समाधान हुन्थ्यो बाख्रा चराउन मध्यवर्तीका पनि कर्मचारी आउनु पर्यो मध्यवर्तीका कर्मचारी एकै आए
माग्ने लिनु पर्यो त तेरो गाडी नम्बर याद छ रोक भेट्लास एउटा बित्तिकै मुय हो कस्तो बे वाला गाडी महापुर कराउनु गलत होइन उसको आफन्त पनि परेको भए त के हुन्थ्यो एकदम गाडीवाला हो जस्तो लाग्यो गाडीमा आएको पेसेन्जर हो राति 11 बजे यो बिहान गाडीमा फर्स्ट आउन बित्तिकै म फाल्तु ढुङ्गा कोही टोक्छु भनिरहेको थियो मैले विवाद नगर्नु शान्तिसँग बस्नु सबैले आउनु थपल गरेर जानुपर्छ भनिरहेको छु हामीले भनेपछि मान्नुपर्छ नि म फाल्तु ढुङ्गाहरू आजसम्म नआउँथ्यो यसरी निक्लिएर त्यहाँ ऊ भएछ अनि बड्डी चाहिँ थप्नको फर्किन्छ बड्डा दौडिँदै यो घर जान्छ भन्दाखेरि लुङ्गीमा राखेको देख्छु मेरो टाइम त जाने